के हुँदैछ हो नेपालमा, के हुँदैछ? बालेन तर्सिन थालिसके, बरबर हुन थालिसके। उता हजुरआमा आत्तिसके। कुन शक्तिको यति साह्रो ठुलो खेल हुँदैछ कुनै नेपालमा? नसक्ने मुलाहरू किन तम्सेर सरकारमा जानु? थोरै पनि बाह्य शक्तिको दबाब झेल्न नसक्नेहरू किन सरकारमा जानु? यो सबै बालनलाई जे भइरहेछ नि, यो सबै हर्क साम्बाङलाई गरेको व्यवहार होइन, विभेद, त्यतिखेर गरेको दुर्व्यवहार सबैले गर्दा हो। तिमीहरूको अब बिस्तारी बिस्तारी सम्पूर्ण कर्तुत्वहरू खुल्दै जानेछन् होइन। हजुरआमाको त सुन्ने होला नि। हजुरआमाको मेरो बाबा बिपीकै घरमा हुर्केका हुन्। त्यही भएर कसरी म पार्टीहरूलाई बाहिर राख्न सक्छु भनेर भनिसक्नुपर्छ। यता बालेन अब बरबराको बरबराई के बरबराउँछ अब थाहा छैन। युवाहरूको आशको केन्द्रबाट अहिले अब के हो धेरै परिवर्तन आइसकेको छ है। यो जुन खालको बरबराई हाट जुन खालको कुरा आइरहेछ नि, यसले राम्रो लक्षण दिएको छैन पक्कै पनि।